इस च्यानलमा हार्दिक स्वागत छ। आज हामी यस भिडियोमा समसामयिक विषयवस्तुको विभिन्न क्षेत्रमा रहेर चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हुन चाहे सामयिक विषयवस्तु अन्तर्गत महिला महान्यायाधिवक्ताको विषयवस्तु छ। पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी विक्रम सम्वत 2082 भदौ 29 गते नियुक्त हुनुभएको छ। त्यसैगरी नेपालको पहिलो महान्यायाधिवक्ता कालीप्रसाद उपाध्याय हुनुहुन्थ्यो। महान्यायाधिवक्ताको प्रमुख कार्य नेपाल सरकारको हक हित र सरकार निहितमा रहेको मुद्दा मामिलामा नेपाल सरकारको प्रतिनिधित्व गर्ने काम महान्यायाधिवक्ताले गर्नुपर्छ। नेपालको संविधान 2072 को भाग 12 मा पनि महान्यायाधिवक्ताको व्यवस्था गरिएको छ। त्यसैगरी अब फिफा विश्वकप फुटबल 2026 मा आयोजक राष्ट्रहरू क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिका तीनवटा राष्ट्रले फिफा विश्वकप फुटबल 2026 आयोजना गर्दैछन्। यो 23औं संस्करण पनि हो। 2026 को विश्वकप फुटबल प्रतियोगिताको लागि छनौट हुने पहिलो देश जापान बन्न सफल भएको छ। प्रतियोगितामा सहभागी जम्मा राष्ट्रहरू 48 वटा रहेका छन्। खेल सञ्चालन मिति 2026 को जुन जुलाईमा गरिनेछ। विक्रम सम्वत त्यसैगरी 24औं फिफा विश्वकप फुटबल 2030 मा स्पेन, पोर्चुगल र मोरोक्कोमा हुनेछ भने 25औं फिफा विश्वकप फुटबल 2034 मा साउदी अरेबियामा हुनेछ। 23औं संस्करणका लागि लोगो पनि सार्वजनिक गरिसकिएको छ। त्यसैगरी अर्को समसामयिक विषयवस्तु अन्तर्गत मिस्टर नेपाल 2025 रहेको छ। मिस्टर नेपाल ओल्ड हिमाञ्चल राजकेसीलाई प्रदान गरिएको छ। त्यसैगरी मिस्टर ग्लोबल नेपाल ग्रिस रत्न साक्यलाई प्रदान गरिएको छ। म्यान अफ द वर्ल्ड प्रकाश चौहानलाई प्रदान गरिएको छ। मिस्टर नेपाल प्रतियोगिताको सुरुवात सन् 2001 बाट गरिएको हो। सगरमाथा आरोहण सम्बन्धी विषयवस्तु रहेको छ। विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने व्यक्तिको रूपमा आफ्नै रेकर्डलाई तोड्दै कामिरिता शेर्पाले 31औं पटक सगरमाथा आरोहण गर्नुभएको छ। विक्रम सम्वत 2082 साल जेठ 13 गते। त्यसैगरी उहाँले 30औं पटकको आरोहण विक्रम सम्वत 2081 जेठ 9 गते गर्नुभएको थियो भने 29औं पटकको आरोहण विक्रम सम्वत 2081 वैशाख 30 गते गर्नुभएको थियो। पहिलो पटक उहाँले आरोहण गरेको विक्रम सम्वत 2059 साल। गरी अर्को समसामयिक विषय अन्तर्गत रहेको छ राष्ट्रिय विज्ञान दिवसको कुरा रहेको छ। भिडियो कस्तो लागिरहेको छ भिडियो अन्तिमसम्म हेर्नुहोला। अझै केही विषयवस्तुको बारेमा चर्चा गर्नेछौँ। समसामयिक विषयवस्तु अन्तर्गत रहेका कुराहरूलाई 2 वर्षभित्रसम्मका सङ्गालोहरूलाई समसामयिक विषयवस्तुमा आधारित रहेर प्रश्नहरू सोध्ने गर्छ। यो भिडियो एकदमै महत्त्वपूर्ण हुनसक्छ। त्यस्तै गरी राष्ट्रिय विज्ञान दिवस मनाउने असोज 1 गते मनाइने गरिन्छ हरेक वर्ष। अहिलेको राष्ट्रिय 2082 को राष्ट्रिय विज्ञान दिवस 13औं राष्ट्रिय विज्ञान दिवस हो। राष्ट्रिय विज्ञान दिवस 2082 को नारा विज्ञान तथा प्रविधि विकास र उत्पादन वृद्धि रहेको थियो। यस सन्दर्भमा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विक्रम सम्वत 2069 मा निर्णय गरेर विक्रम सम्वत 2070 देखि असोज 1 गतेदेखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय गरेको हो। विश्व विज्ञान दिवस सेप्टेम्बर 10 मा मनाइन्छ। विश्व विज्ञान दिवस 2024 को नारा थियो व्हाई साइन्स म्याटर्स इङ्गेजिङ माइन्ड्स एन्ड इम्पावरमेन्ट फ्युचर। विश्व पर्यटनको सन्दर्भ छ। हरेक वर्ष सेप्टेम्बर 27 मा विश्व पर्यटन दिवस मनाइन्छ। सन् 2025 को 46औं विश्व पर्यटन दिवस हो। 2025 को नारा टुरिज्म एन्ड सस्टेनेबल ट्रान्सफर्मेसन रहेको थियो। 2024 को नारा टुरिज्म एन्ड पिस रहेको थियो। सन् 1980 देखि विश्वभरिका देशहरूले हरेक वर्ष सेप्टेम्बर 27 लाई विश्व पर्यटन दिवसको रूपमा मनाउँदै आएको पाइन्छ। नेपालमा चरा प्रजातिको सङ्ख्या 902 पुगेको छ। नयाँ चरा भेटिएको छ। साइबेरियन राजपुत्रिका नामको एउटा चरा भेटिएको छ जुन समुद्री सतहबाट 1319 मिटरको उचाइमा भक्तपुरको मध्यपुर बिमिमोहना फाँटमा नयाँ प्रजातिको चरा भेटिएको पुष्टि भएको हो। यो 2000 विक्रम सम्वत 2082 साउन 6 गते भेटिएसँगै चराको प्रजाति 902 पुगेको हो। राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ। कोदो साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवस मनाउने हरेक वर्ष सरकारले निर्णय विक्रम सम्वत 2082 असार 23 गते बसेको मन्त्री परिषदको
बैठकले गरेको हो। कोदो दिवस 2082 को नारा कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नाराका साथ मनाइएको थियो। विश्व हेपाटाइटिस दिवस 2025 हरेक वर्ष जुलाई 28 मा विश्व हेपाटाइटिस दिवस मनाइन्छ। सन् 2008 देखि विश्व हेपाटाइटिस दिवस मनाउन थालिएको। नेपालमा पहिलोपटक सन् 2010 मा हेपाटाइटिस दिवस मनाइएको थियो। सन् 2025 को नारा लेट्स ब्रेक इट्स डाउन रहेको छ। विश्व स्वास्थ्य सङ्गठनले 2030 सम्ममा हेपाटाइटिस निर्मूल पार्ने लक्ष्य लिएको छ। विभिन्न सूचाङ्कहरूमा नेपालको स्थान रहेको छ। मानव विकास सूचकाङ्क 2025 मा नेपाल 0.622 अङ्कसहित 145औँ स्थानमा आएको छ। प्रेस स्वतन्त्रता सूचाङ्क 2025 मा 100 अङ्कमा 55.2 अङ्कका साथ 90औँ स्थानमा आएको छ। विश्व खुसी सूचकाङ्क 2025 मा 92औँ स्थान। त्यसै गरी विश्व भोकमरी सूचकाङ्क 2025 मा 68औँ स्थान। भ्रष्टाचार सूचाङ्क 2025 मा 107औँ स्थान। हेल्दी पासपोर्ट इन्डेक्स 2025 मा 101औँ स्थान। आर्थिक स्वतन्त्रता सूचक 2024 मा 130औँ स्थान। दिगो विकास सूचकाङ्क 2024 मा 95औँ स्थान। विश्व नवप्रवर्तन सूचाङ्क 2024 मा 109औँ स्थान र विश्व शान्ति सूचाङ्क 2024 मा 80औँ स्थानमा आउन सफल भएको छ। यतिन्जेलसम्म भिडियोलाई हेर्नुभयो, धेरै धेरै धन्यवाद। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नुभयो भने भिडियोलाई प्रतिक्रिया दिनुहोला। यस्तै भिडियोको साथमा म पुनः उपस्थित हुनेछु। हौसलाको लागि भिडियोलाई लाइक र सेयर गर्न नभुल्नुहोला। हस्त धन्यवाद।